छ च्यातिर अनि सकेन सकेको छ फुड ब्रेक हैन फुड ब्रेक एभ्रिवान के छ फेरि पनि आइसकेको छौँ हामी चाहिँ हैन नयाँ भिडियो लिएर रायपजुर जानु सबै सन्चै हुनुहुन्छ होला हामी पनि एकदम फिट एन्ड फाइन प्लस सन्चै पनि छौँ हैन अनि आजको भिडियोमा पनि हामी आएको छौँ टक्क सर्ट टाइट हैन भर्खरै आएको हैन हेलमेट पनि देख्न सक्नुहुन्छ मेरो हेलमेटमा चिन मन पनि छ अघि भिडियो पनि देखिसक्नु भयो होला हैन अनि यस्तो छ हेलमेट पनि नयाँ हेलमेट हैन अनि आज पनि हामी घुम्नलाई चाहिँ यसो डाँडातिर आएको छौँ अनि हाम्रो देखिने भ्यूहरू पनि एकदमै दामी छ कि भ्यूहरू यता डाँडा काँडाहरू छ हैन उतापट्टि अलिअलि घरहरू बजारहरू पनि देखिन्छ अनि त्योभन्दा उता चाहिँ त्यो कास्की पर्छ भने अहिले चाहिँ हामी यता तनहुँतिर छौँ हैन अनि बाइक पनि देख्न सक्नुहुन्छ दुईजनाको टक्क बबाल पारामा बसिरहेको छ बाइकहरू पनि हैन राइड चाहिँ नि मिठो भइरहेको सो गाइस त्यहाँनिर हामी चाहिँ दुईजनाको हो अनि चाहिँ मेरो बाइक चाहिँ हो कि हाम्रो चाहिँ बाइक 5 लटको छ सो मेरो चाहिँ हेर्न है कस्तो धेरै पुरानो हो नि टल्किँदा त टल्कियो नि त अनि हाम्रो भाइको चाहिँ 8 लटको बाइक हो अब धेरै गुडिसकेको बाइक हो गाइस चाहिँ यस्तो डाँडाको भ्यूमा चाहिँ दिन सक्नुहुन्छ यस्तो 3 स्टार कस्तो हान्ने हो अर्जेन्टिनाले त हान्न सकेन अब के भन्ने गाह्रो छ गाइस हाम्रो चाहिँ 3 स्टार छ नि फेरि बाइकमा हाल्छ ल त्यही नै हो गाइस हेर्नु अनि के छ त कस्तो हिल भइरहेछ ल दामी भइरहेको छ राइड पनि हैन जो सोचे जस्तै मोटो ब्लग चाहिँ एउटा ड्रिम जस्तै थियो कि मेरो चाहिँ हैन जो अहिले थोरै भयो नि बनाइरहेको छौँ सो त्यही हो फाइदा म किन बोल्न परेको होला कि गाइस होइन म फेरि बिचमा भन्नु पर्ने रे किन भन्नु पर्दैन होइन आफ्नो धुनले पर्ने यो हेभी चाहिँ अलिकति आउट गर्नु छ यो त हेर्न ऊ त्यो चाहिँ सब कुइरो लाग्यो कि बबाल चाहिँ ढुडी लगाएर होइन बस टक्क बाइक चाहिँ यस्तो छ अनि भ्यूहरू चाहिँ यस्तो छ होइन त्यहाँ सक्नुहुन्छ सो अनि हाम्रो चाहिँ हामीतिर चाहिँ असार साउन लाग्यो नि त अब त असारमा चाहिँ कस्तो हुन्छ अनि पुरै हरियाली हुन्छ नि त ए बबाल छ हौ रुबिन साथी घर नै देखिन्छ यताबाट फाइनल गाइस हाम्रो चाहिँ अब के भन्ने होइन एक्सिडेन्ट भइसकेको छ सो सानो चोट यहाँ लागेको छ होइन अनि यहाँनिर पनि लागेको छ सानो चोट चाहिँ यहाँ देख्न सक्नुहुन्छ अनि बाइक चाहिँ के भयो भन्दा चाहिँ अगाडिको ब्रेक झ्याप्पा हानेको होइन अनि चिप्लो थियो यहाँ चाहिँ होइन टायर पनि गइसक्यो नि त त्यही भएर चाहिँ डेन्जर चिप्लियो होइन देख्न सक्नुहुन्छ दाम पनि त्यस्तै छ हाम्रो हेलमेटमा चाहिँ अलिअलि स्क्र्याच आएको छ कि यस्तो स्क्र्याच भइदिरहेको डेन्जर घसारिन त होइन टाउको चाहिँ डेन्जर घसारियो शरीर पनि डेन्जर घसारियो यहाँ चाहिँ डेन्जर उयो भइरहेको छ यहाँलाई त्यो कपडा पनि पुरै च्यात्यो कि कपडा देख्न सक्नुहुन्छ मेरो यस्तै भित्रसम्म च्यातेर अनि सकेन फेभरेट टी सर्ट नै च्यात्यो ब्याक साइड अनि पुरै अघि मैले सफा गरिसकेँ सो अनि हेर्नु न यस्तो भयो कि पन्जाधरि चाहिँ यस्तो भएछ यस्तै झिसारेर यो पन्जाले नि धेरै ग्रिप गर्यो है न त जाने नि यस्तो भएछ पन्जा पनि बाइकको चाहिँ देख्न सक्नुहुन्छ यो टायर चाहिँ यस्तरी अड्के हो कि हेर्नु न यो टायर चाहिँ यस्तरी अड्के रहेछ अनि सो चिप्लिहाल्यो कि बाइक अनि अगाडिको टायरले हो कि चिप्लेर लडेको खास म पछाडि हेरिरहेको थिएँ बाइकको चाहिँ यो भाँचिसकेको छ फुट ब्रेक होइन फुट ब्रेक के भन्छ यसलाई फुट के भन्छ ए खुट्टा टेक्ने कुरा ब्रेक हान्ने ठाउँमा खुट्टा टेक्ने कुरा ए खोलाको छेउमा धन्दा हाम्रो त्यसरी ठुलो क्षति त केही भएको छैन सो नसकेको कुराहरू नि हुन्छ गाइस त्यही नै हो त्यही अब बिस्तारै कहिले साहसबर चाहिँ दिन नसुन्नु होइन यस्तो मैले गरिरहेको छौँ होइन हाम्रो चाहिँ ठ्याकै हेर्न फेरि स्पेस नि फोटो नि बाइक नि पल्टिने भएको के क्यामेरा रेकर्ड नि भएन घाँस टोकेर जाँदै हुने रहेछ यस्तो भएको अनि हात त्यस्तो भएको छ अनि यो सब चिप्लेको हो कि यो टायर धेरै पुरानो भएर कि एउटा छैन कि के पनि छैन कि सब सेट्टा हो अनि यस्तो बाइक कहाँ अडिन्छ नि झापे बितेको हामी त अडिन नि त सो अनि गेगा रहेछ हेर्न यस्तरी चिप्लेर आएको थियो कि यस्तो भयो यार गाइज यार म नसोचेको कुरा भयो सो यार भेरी ब्याड यार सो यार यो दिन आज धेरै नराम्रो भयो यार के भन्नु गाइज यार चित्त त बुझाउनु पऱ्यो ठिक छ चाहिँ फेरिसकेको छौँ यस्तो छ पारा है गाह्रो छ यार एभ्रिवान है अनि म चाहिँ त्यो बाइकको फेरेर पनि आइसकेको छु अनि आज चाहिँ त्यो एक्सिडेन्ट भएको चाहिँ आज 2-3 दिन भइसकेको छ अनि घाउ पनि अलि लास्टै भइरहेको छ कि सो
त्यही भएर चाहिँ अब यसो हेल्प पोस्टतिर जानु लाग्यो टेन्सन हुन्छ जस्तो भएको छ अनि गर्मीले गर्दा अलिक पाकिरहेको छ कि सो त्यही भएर चाहिँ अब हस्पिटल जान्छु सो त्यतैतिर भेटौँला है त गाइस अहिले चाहिँ म आएर पनि ड्रेसिङ गरिसकेको छु अनि टेन्सन हुन्छ अहिले चाहिँ मलम लगाइदिनु भएको छ अनि यो चाहिँ अब घर गएर बस्नुपर्ने हुन्छ धुलोहरू नपार भनेको छ होइन सो अनि टेन्सन हुन्छ म चाहिँ आइसकेको थिएँ अनि भिडियो चाहिँ भित्र बनाउनु लागेको थिएँ भित्र चाहिँ मिल्दैन भनेर चाहिँ भिडियो भित्र चाहिँ बनाएन सो यस्तो छ है अरू भन्दा पनि गर्मीले गर्दा अलि युज भयो अनि त्यही भएर सो साइन देख्नु हुन्छ हेलमेटमा यस्तो दामी लागिरहेको छ होइन अनि त्यही एक्सिडेन्टले गर्दा चाहिँ अलिकति स्क्र्याच आयो यहाँनिर अलिअलि अनि यतापट्टि अलिअलि त्यही हो नत्र त बब्बाले छ नि होइन सो यस्तो छ टक्क पारामा यस्तो मजाको ठाउँमा छ अनि योभन्दा अगाडिको भिडियो हामीले चाहिँ त्यो ठाउँमा गएर बनाएको थियौँ होइन त्यहाँभित्रपट्टि त्यहीलाई भन्छ गण्डकी युनिभर्सिटी होइन अनि यो भयो 32 को वडा सो उतापट्टि माथि पनि छ गण्डकी युनिभर्सिटी यो चाहिँ तलपट्टि भयो सो त्यही हो है त भेट्दै गरौँ ल अब सिधै घरतिर गएर भेट्नुपर्ने हुन्छ अनि त्यही हो है त अब चाहिँ घरमा रेस्ट हान्नुपर्ने हुन्छ होइन सो त्यही हो अनि बाइक चलाउँदा पनि यसो सेफ भएर चलाउनु होला होइन म नि अहिलेसम्म यस्तो तरिकाले कहिले पनि पल्टेको थिएन यही टायरको कारणले गर्दा हो होइन सो टायर पनि फेर्नुपर्ने भएको छ यसलाई पनि फेर्नुपर्ने हुन्छ चाँडै नै सो त्यही हो यसमा चाहिँ एपोलोको हालिदिने हो कपालवाला होइन यस्तो त भएको छ अनि फेरि एउटा घाँटी घडिसकेको छ गाइस होइन एउटा घाँटी घडिसकेको छ यहाँबाट फेरि कुन दिन हावा जान्छ गइसकेको छ क्या हो यस्तो भइसकेको छ फेरि टायरै फालिदिने हो गाइस होइन त्यसपछि पल्टिन्न हामी सो त्यही हो है त सेफ राइड